यस्तो हामीले एउटा यो रातो अनि एउटा सेतो ड्यास भनेको भने प्रवेश निषेध भनेर जनाउँछ भनेको थियौँ। त्यस्तै यो निलो अनि यो क्रसै छ भने चाहिँ दुईतिरै क्रस छ भने चाहिँ यो रोक्न निषेध भयो। अनि यो दुईटा साइन छ भने दुईटा सवारीलाई अब एउटा सवारीले अर्को सवारीलाई उछिन्न निषेधको साइन भयो। अनि यो भनेको चाहिँ अब यो दायाँतिर देखाइरहेको छ, दायाँ मोड्न निषेध, अनि क्रस छ नि त, त्यही भएर दायाँ मोड्न निषेध। अनि यो बायाँ तर्फको साइन देखाएको छ अनि क्रस छ नि त, त्यही भएर यो बायाँ मोड्न निषेध भयो। अनि यो अर्को भनेको यु टर्न गर्न निषेध, यु जस्तो छ, यो सजिलै हामीले भन्न सकिन्छ। अनि यो अधिकतम गति हामीले 40 सम्म चलाउन सक्यौँ। अनि यहाँ चाहिँ गति सीमा समाप्त, यहाँ 40 भन्दा माथि पनि चलाउन पाइयो, सीमा समाप्त भयो। अनि यो चाहिँ सिधा मात्र जाऊ भन्ने छ। यस्ता छन् हाम्रो ट्राफिक साइनहरू। यो अगाडिको चाहिँ के हो भन्दाखेरि रोक र जान देऊ, रोक्ने अनि जान दिने। अनि यो चाहिँ मूल सडक या गोल घुम्तीमा चल्नेलाई पहिलो जान देऊ, यो यस्तो गोल घुम्तीको आकार भएको। यो भनेको चाहिँ प्रवेश निषेध, एउटा सेतो ड्यास मात्र छ। अनि यो चाहिँ सवारी मोटर सवारी निषेध, अब गाडी मोटरसाइकल निषेध। अनि यो चाहिँ स्टप, यहाँ चाहिँ रोक, हेर र जान देऊ, एउटा सानो ड्यास मात्र छ भने चाहिँ रोक्ने, हेर्ने र जान दिने। अनि यो छ भने ट्रक निषेध, ठेलागाडा निषेध, पदयात्रा निषेध, बेलगाडी निषेध, सवारी उचाइ, अब माथि र तल अनि 4.4 मिटर छ भने यो उचाइ नै भयो। अनि यो साइडमा छ भने चाहिँ सवारी चौडाइ होइन 1.8 मिटर। अनि यो यस्तो एरो दिएको छ भने चाहिँ सवारी लम्बाइ। अनि यो चाहिँ सवारी भार सीमा 17T। अनि यो सीमा समाप्त, 4वटा धर्का, 2टा गोलाभित्र 4वटा धर्का छ भने सीमा समाप्त। अनि यो चाहिँ एउटा यो डम्बेल जस्तो साइन अनि एउटा ड्यास, अनि 4T छ भने चाहिँ एक्सल भार सीमा। अनि यो चाहिँ पार्किङ निषेध, यो त सबैलाई थाहा भएको कुरा हो। अनि यो क्रस अनि निलोभित्र छ भने चाहिँ के हो त, यो चाहिँ रोक्न निषेध भयो। अनि यो भनेको चाहिँ दुईटा सवारी आउँदैछन्, अब तिनीहरू दुईटालाई उछिन्नु हुँदैन भनेको चाहिँ उछिन्न निषेध। अनि यो चाहिँ दाहिने मोड्न निषेध, यतापट्टिको दाहिनेतिर देखाएको छ अनि क्रस देखाएको छ। अनि यो बायाँ यानि कि लेफ्ट मोड्न निषेध भएको क्षेत्र हो यो चाहिँ। अनि यो भनेको चाहिँ युटर्न निषेध, यो भनेको चाहिँ हर्न निषेध, यो हर्न बजाउन पाइएन। अनि यो चाहिँ अधिकतम गति 40। अनि यो भनेको चाहिँ गति सीमा समाप्त भयो है अब।